दर्शकवृन्द नमस्कार। मेक्लाजुङ अनलाइन टिभी हेरेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोतावृन्दहरूमा म सनम माखिम लिम्बुको तर्फबाट न्यानो अभिवादन। सदाझै आज पनि तपाईहरु समक्ष विभिन्न घटनाक्रम अनि विभिन्न विषयवस्तुहरूलाई लिएर तपाईहरुमाझ उपस्थित भएको छु। कृपया यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अगाडि चाइनिजको उजुरी परेको रहेछ। हजुर। अनि त्यसपछि त्यो चाहिँ खासमा उतापट्टिको रहेछ, के भन्छ 1.5 महिना अगाडि चाइनिजको उजुरी परेको रहेछ। हजुर। त्यो उजुरीको त्यही रिजन लुट्या रहेछ नि त, त्यहाँ त लुट्या रहेछ। अनि त्यो लुटेको आधारमा चाहिँ खासमा त्यो छानबिन गर्नलाई त्यहाँ सिसिटिभीहरू लिएर जानु भएको रहेछ। तर अब त्यो त कन्टेन्ट भएन नि त। तर सुदन गुरुङ आयो, त्यसपछि गुरुङ युवतीसँग हामी पारिवारिक हाम्रो साथीभाइहरूसँग हामी गएको हुन्छौँ होइन। हामी कतिवटा ठाउँहरू हामी जान्छौँ, कुन ठाउँमा अब हामी के खान्छौँ होला, के गर्छौँ होला, त्यो पारिवारिक आफ्नो सम्बन्धहरू हुन्छ त्यहाँ होइन, साथीभाइहरू हुन्छ होइन। त्यही पनि त्यतिखेर त त्यो नाकाको लागि गएको थियो, नाकामा के गर्नुपर्छ कि भनेर गएको थियौँ हामी त सबैजना, हामी 4-5 जना गएको हो। तर अब त्यहाँ चाहिँ आज मेरो विचारमा त्यो रिजोर्टले त्यो पनि निकाल्यो भनेर सुनिरहेको थिएँ, विज्ञप्ति निकालेछ अरे। उनीहरूको कर्मचारीहरू धम्काएर रहेछ, तर्साएर रहेछ, यो भन् त्यो भन् भनेर त्यो मिडियाले भनेर रहेछ कि। अब यस्तो छ क्या, यस्तो भयो कतिजना मिडियाहरू अब कतिजना मिडियाहरू चाहिँ अब पार्टीबाट छन् नि त, कतिजनाहरू त पार्टीबाट फन्डेड छन् होइन। अब त्यो पार्टीको त्यो गरेको मात्र हो।